मलाई कपिराइट हान्छ न मैले आज फेरि क्लास रोयल हालिसकेँ क्लास रोयलको पिसीमा चाहिँ के समस्या छ भन्दाखेरि खै के छ थाहा भएन तर हामी थाहा त छ अब मैले खोल्नु भने नि त्यसपछि फेरि इन्स्टल गर्नुपर्छ कि अनइन्स्टल गरेर त्यही भएर चाहिँ अलग्छ मलाई हुन त रेगुलरली नखेल्दो रहेछ होइन रेगुलरली अब मैले रेगुलरली भन्दा नि अस्ति त खोलेको थिएँ अनि अस्ति खोलिसकेपछि फेरि आज खोल्दा चाहिँ अपडेट पछि नि चल्यो नत्र कति पछि खोल्यो भने चाहिँ चल्दैन रहेछ क्या मलाई खास गरी पुग्नु थियो 10,500 ट्रफी किनकि 10,500 पछि ऱ्याङ्क के अरे अनलक हुन्छ कि तर झन्डै पुग्नु लागिसकेको थियो फेरि भयङ्करै माइनस भागेँ त्यही भएर अब झन् ल्यापटपमा खेल्न त झन् गाह्रो हुन्छ त्यही पनि एक गेम हाऱ्यो भने चाहिँ अनि पुग्यो मलाई मोबाइलबाट त जित्न सकेन अब यहाँबाट कसरी झन् यो लेभल 16 र झन् के अरे यो हाम्रो के अरे लेभल 16 भनेपछि त्यो हिरोजले त गेमै खत्तम गरिसक्यो धन्नले पेक्का चाहिँ 15 लेभलको रहेछ यसको त मभन्दा तर मेरो नि 14को त छ जाइन्ट ला मऱ्यो नि त अब तर मर्दैन किनकि त्यसको बमले मारिदिइहाल्छ डार्ट गोब्लिनले पछाडिबाट दिइहाल्छ ब्याक सट्स वाउ अब 16 लेभलको बमले त विचै मारिदो रहेछ हाइट जित्नै पर्ने हुन्छ है ल 12,500 त के अरे 10,500 त पुऱ्याएर छोड्ने हो तर गाह्रो खाके कसम सब 16 लेभल प्लेयर आयो भने मेरो खेल खत्तम घी खत्तम सब हुन्छ पछाडि दिएछ तर केही छैन ल उताबाट गइरहेको चोर गोब्लिन ठिक छ मेरो भाइ केही छैन ओ माई गड डबल युको पुस यसको बममै निर्भर हुनुपर्ने हुन्छ है डिफेन्सको लागि चाहिँ बम ओए धनले बच्यो कि बचाएन कस्तो यो किन घरिघरि लेन स्विच हान्छ जाइन्ट के अरे यो क्यानन त्यहाँ दिनु पऱ्यो कि तर केही छैन हामी अझै लिडमा छौँ हामी होइन सरी म लिडमा छु यस्तो झ्याउ हुन्छ कि म होइन कति फास्ट हुन्थ्यो अब यसलाई लुई भी स्यान्डल्स लुई भी लच्छा टावरमै लागेन तर केही छैन थ्याङ्क यू यो तर लास्ट नो हो नि कसम भनेर छु म यो गेम नै हाऱ्यो भने त बिल्ला हुन्छ अलिकति अगाडि त ओ माई गड अलिकति अगाडि अब यसको गेम खत्तम भइसक्यो यस डार्ट गोब्लिन क्यान यु डु सम फर मी माई गड नो प्लिज विच
चोक अफ 2026 ल्यागले गर्दा अब चाहिँ जितेर छाड्छ कस्तो मेरो मुठीमा थियो कि त्यो गेम मुठीमा माई गड गब्लिनमा सिन्देर अर्को योसँग त हिरो विजार्ड पनि छ ओ माई गड अब यही बेला ह्यान्ड यस्तो छ कि अब यो त कुन चाहिँ मेटा माड्क्या छ अझै एकदम एन्सेन्ट डेक एन्सेन्ट त होइन 2-3 सिजन अगाडि त यो डेक त क्रेजी थियो भने कसम तर अहिले होइन किनकि मेरो जायन्ट गइसक्यो एउटा टावर खतम अझै यही डिक युज गरेर खाने सही हो ठिक छ अब ठिक छैन Louis V sandals. Oh. दुई सिजन अगाडि भएको भए त्यसले डेक काम गर्थ्यो कि भाइ तर अब काम गर्दैन यत्तिकै ड्यामेज खाइरहेछ अघि पनि यस्तै भएको थियो तर अब चोक गऱ्यो भने त कसम म गेमै खेल्दिनँ दुई गेम ओके के गर्छस् कि अब एउटा गोब्लिनले के गर्छस् अहिले ओए उता लक्न हुँदा पछि अब यही हो पुस गर्ने मौका ओके ओके जाइन्टै मरिहाल्यो तर केही छैन किनकि यो गेम तपाईँ जितिसक्यो यतिखेर आएर नि चोक गऱ्यो भने त अनि भन्न छु कि म गेम खेल्दिनँ अब त चोक गर्ने इम्पोसिबल हो मलाई बल त आउँदैन तर ठिकै छ धन्नाले जित्यो तर यो यिनीमिने लास्ट हावा थियो कसम छन त अहिलेको नि हावा थियो त्यो अहिलेको गेमबाट मलाई अझै दुःख लागिरहेको कि मेरो हातमा थियो मेरो मुठीमा भएको गेम त्यही गेमको बदला यससँग ल्यायो कि मैले त्यो गेम यस्तो धेरै दर्दनाक थियो योसँग पनि बदला लिने पर्ने हुन्छ फेलिक्स राइट नाउ अब लास्ट बदला एक खुन त गर्नुपर्छ अर्को नि एउटा त्यस्तो चोक गरेपछि अझै एउटा खेल्ने पर्ने हुन्छ कि ओहो स्याभेज भानगाड यो त लास्ट भने हो क्या हो यसले त सब उलेर होला 16 भनेको सुरुमै 14 लेभलको तिर ओहो यो त ग्रेभयार्ड प्लेयर हो मैले थाहा पाइसकेँ एक कुन नसलको कस्तो खाले डेक हो यो ग्रेभयार्ड ओ माई गॉड डिडी केस दिएर मरिहाल्यो नि अहिले त टावर एक्टिभेट गरे धन्नाले गरेन झन्डैले डिडी केसले बचाएन यसलाई छ्या
अब त्योसँग उ छ के अरे त्यही पनि ड्यामेज खाइरहेको यो पनि पागलै रहेछ छ्या यसले के दियो भने मेरो सत्यानाशै हुन्छ मसँग केही छैन योसँग पनि छैन सत्यानाश भएन म बच्चै अब मलाई एरोज हानौँ हानौँ लागिरहेको तर एरोज हाल्यो भने फेरि मेरोसँग के बाँकी नै हुँदैन त्यही भएर यस्तो गरौँ लिभ हिज स्यान्डल्स यसलाई आउट साइकल गर्ने पनि हुन्छ कि आउट साइकल गरेर हाम्रो ओ माई गड यस्तो खतरनाक अपर्च्युनिटी छ अब ओ यस यो सकिसक्यो अब प्लिज जाइन्ट यस ओ माई गड अब यसले हगिदियो भने त म सकेँ त ओइ हगिदियो नि त्यसले ठिकै हो मलाई के Come on ladies 1 pound fees आहा डिडिकेज कहाँ दिएको मेरो भाइ सक्यो त इजी ए लास्ट नभयो कि अघि नैको मैले झुकेर चोक गरायो कि नत्र म 3टै गेम जित्थेँ म कसम भन्न छु वाउ यसलाई एक गेमबाट देखाउनु पर्ने हुन्छ ल ओइ क्या खतरा स्लोमा देख्दो रहेछ सब स्लोमा रहेछ यो दामी यार सुँगुरको बुन्डा हाइट यस्तै एनिमेहरू आयो भने के 2 स्टारको लागि यस्तै एनिमेहरू आयो भने त मलाई 12,000 के अरे 10,500 त के 12,000 पुग्नुबाट नि कसैले रोक्न सक्दैन मलाई यहाँ पुग्नु छ यहाँ पुगेपछि ओइ खै त अनलक्स र ल यसपालि 11,000मा भयो त अब भन्छ 800 ट्रफी मैले योभन्दा त अलि धेरै पुरा थियो यहाँ देखाउँछ लास्ट यो त पहिलाको सिजनहरूमा यस्तो हुन्थ्यो यतातिर कति होला यस ट्रफी खै त छैन छ योभन्दा अलिकति बेसी थियो जो भने अब यहाँ छ जस्तो झन्डै 400 थियो ठिकै छ अब यसको क्लान भेरिएन्ट छ सेट